to my vlog. Hi भन न यता भाइ मजा आइरहेको छ Hi everyone, welcome back to my channel again. म फेरि नयाँ भ्लगहरु सुरु भइसकेको छु यहाँ हाम्रो पढ्दै हुन्छ हेलो भन्नु न हेलो खैरे इन द टाइम अनि न्यू इयर को उपलक्ष्यमा हामी सुनबर्सीमा आइसकेको छौँ हाम्रो यहाँनिर स्क्वायर पार्क भइसकेको छ खै ओ माई गॉड शीतल बस्नेत अन द टाउन अनि शीतलहरु अघि आइसक्यो अनि अब न्यू इयरदेखि नयाँ सुरु गरौँ भनेर मैले भ्लग बनाउन थालिसकेँ यहाँनिर हाम्रो लामोडेलीको ग्याङ भेटाइसकेको छु मैले हेलो भन्नु हेलो कता हो आज सुनबर्सीमा कतिको चप्पल हामी त अनि छिटो आएको हैन के सारो हेलो भन्नु न हेलो सुनबर्सी मेला मेला के गर्नु साथीहरु मेरा अब चौसा नि 1 करोड मात्रै हो ओ माई गॉड पैसा आउनु भयो घोडा जस्तो बोलाएर पैसा एउटै त्यो बाटो कसरी छुट्यो साथ हेर्दै बित्यो रात यो मनलाई राख्दै करले रहरले हैन गाउँको मान्छे भेटिसकेको छ मेलामा हेलो ह्याप्पी न्यू इयर गाउँको मान्छे सर्लक्क भेट्यो तर तिमी नै उज्यालो अन्धारोमा तिमी एउटैमा यहाँ हामी फुड स्टलमा आइसकेको छौँ यहाँबाट हामी लानुपर्ने हुन्छ टक्क तुरुम परेको अरे चाहिएको छ अरे सुकाइसीलाई यो मन नै माने पनि खोज्दा हेर्दै तिम्रै नजर कसरी खोज्नु यो भिड भारमा राम्रो बज्छ अब लानुपर्छ त लान्छस् कस्तो सुहायो साह्रै बबा 2 राउन्ड हो हाम्रो ट्याक्टर केही नभेटेर मेलामा केही छैन अरे भोलि एउटा चस्मा किन्नु भनेको रे वर्ष चस्मा पनि छैन राम्रो चप्पल किन्नु पर्यो चप्पल पनि छैन किनेर मक्क पऱ्यो बजारी त भाइदिएर ए ल सुने फोटोसोट यतिको हान्नु पऱ्यो नि त केही छैन मेलामा छ्याक कोही नभए टाढो हान्नुपर्छ क्या यस्तोमा यहाँ पाना हान्दैन 120 तारिक हिँड्न हराइछ भने मलाई खोज्नु सक्दिनँ माई गॉड मम्फुली खालो खडबुजा यहाँ छ तिमीलाई कसरी बुझ्नुमा चप्पल नभेटेर टेन्सन भएको छ सहीले चप्पल 5 रुपियाँ लान्छु भनेर आउनु भएर घरदेखि 5 रुपियाँ जानु छैन यता हेर त भाइ के हो तेरो ठिक छ मजा आइरहेछ पुरै सकिन मैले तिम्रो कुरा बुझ्नु मेरो मेन मिसन मिलाउनु खरबुजा किन्नु अरे खरबुजा किन्नु सकिन मैले हेलो गाइस अब हामी मूर्ति भएको ठाउँमा आइसक्यौँ हामी यहाँ हेर्नुहोस् पहाड छर्लङ्गै नेकेड आइज क्या हो शान्ति चोक भनेको शान्ति चोक त मनमै छ गाडी यस्तो टाढो जानुपर्छ हामी यहाँदेखि हेलो गाइस हामी आइसक्यौँ निर्मलाजी कस्तो भयो तपाईको सफर भन्दै छाडा बोल्न आँटेको थियो जान्टी बोली त हालिस् यस्तो हुन्छ है आइपुग्दा दिवाली गर्दा हो त्यतिजना हाई फ्रेन्ड्स वेलकम ब्याक टु माई च्यानल तल बिहानभरि सुनबर्सी गरेर आउनुभयो अब दिउँसोको लागि जाँदै जानु होला यिनीहरू झ्याम्पो दालीहरूलाई बोकेर हिँड्छु
हामी नभएको एक्लै आउँदिन त के के ल आउँदिन त म एक्लै पनि आउन सक्छु हाम्रो चाहिँ एकैछिनमा प्लान बनाएको भइहाल्छ त्यही भएर हामी मात्र आउँछौँ इसला धेर बोली गयो पाठी भएर धेर बोल्यो अब तपाईहरु पहाडको दृश्य हेर्न कहिले क्यान्सल भएको छैन नि हामी तिनजनाले मात्र प्लान गरेको म छु नि त अभियसली म छु नि त नि ब्रो कसरी क्यान्सल हुन्छ आई अलाइभ हियर ल ल ल 1 2 3 ह्यापी न्यू इयर एभ्रीवन तिमीहरुको त नाक बजेको भन्दैछ नि हामी कहाँ जाने अरे हामी यो झुङ्गे पुल जाने हो मलाई एकदम डर लाग्छ कहाँ जाने हो हामी कहाँ जाने मेरो चक्का तेरो नाकको चक्का कति धेरै केरा छ खैमा पनि हेर्छ आधारे हल्का एकछिन छोड न त्यहाँ अब भ्लग पार्न गयो सो गाइस वी आर इन जाते साथीको झोलुङ्गे पुल पनि भन पछाडि दिनु मलाई चाहिँ भन्नुहुन्छ के भन्नु होला झोलुङ्गे पुल छ हामी चाहिँ झोलुङ्गे पुल पछाडि हाल्छ यहाँ पछाडि पछाडि देख्नु भएर झोलुङ्गे पुल अनि आज हामी नयाँ वर्षको यो भ्लगर इन द टाउन नयाँ वर्षको दिन यसो शुभकामना साथी जन्म जन्म होइन नयाँ वर्षको शुभकामना एभ्रीवन म कस्तो राम्ररी देखेको म त Sakina